नमस्कार। आजको यो भिडियोमा हामी हाम्रो ज्वेलरी म्यानेजमेन्ट सफ्टवेयर कसरी चलाउने र यसले हजुरको सुनचाँदी पसलको हिसाब किताबलाई कसरी सजिलो बनाउँछ भन्ने कुरा हेर्नेछौँ। यो हाम्रो सफ्टवेयरको ड्यासबोर्डबाट हामी सुरु गर्नेछौँ, जहाँ हजुरले आजको गोल्ड रेट, रेडिमेड सेल्स, कस्टमर्स, टुडेज अर्डर्सहरू सबै एकै ठाउँमा हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला ड्यासबोर्डमा हेरौँ। यहाँ हजुरले आजको गोल्ड रेट अनि सिल्भर रेट अपडेट गर्न सक्नुहुन्छ, जसले गर्दा चाहिँ बिलिङ गर्दा आफै रेटहरू क्याल्कुलेट हुन्छ। पसलमा पहिले नै भएको सामान राख्नको लागि क्याटलगमा राख्नुपर्छ। यसको लागि हजुरले हार, औँठी, तिलहरी जस्ता क्याटेगोरीहरू अनुसार सामान थप्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ क्याटेगोरीहरू पहिले नै एड गरिसकेको छु, तर यहाँ हजुरलाई सिकाउन गइरहेको छु। हजुरहरूले क्याटेगोरी एड गर्न चाहिँ सुरुमा क्याटेगोरीमा जानुहोस्, त्यसपछि चाहिँ एड क्याटेगोरी गर्नुहोस्। एड क्याटेगोरीमा गइसकेपछि चाहिँ क्याटेगोरीहरू सिलेक्ट गर्नुपर्छ। 22 क्यारेट, 24 क्यारेट, 18 क्यारेट यहाँ क्याटेगोरिजहरू छ। हजुरको ज्वेलरीको स्टक अनुसार हजुरले सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि चाहिँ यो क्याटेगोरीमा चाहिँ कुन सब क्याटेगोरी एड गर्ने भनेर हजुरले गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ तिलहरी राखेको छु। यो चाहिँ हाम्रो लिस्ट अफ क्याटेगोरी हो। अब चाहिँ हामी रेडिमेड आइटम्सहरू एड गर्नेछौँ। त्यसको लागि क्याटलगमा जानुपर्छ। त्यहाँ चाहिँ एड न्यू रेडिमेड प्रोडक्ट्स छ, त्यसमा क्लिक गर्नुहोस्। अब चाहिँ हामीले प्यारेन्ट क्याटेगोरी सिलेक्ट गर्नुपर्छ। मैले चाहिँ यहाँ अघि बनाएको 20 क्यारेट रेडिमेड ज्वेलरी सिलेक्ट गरेको छु। त्यसपछि चाहिँ सब क्याटेगोरीमा चाहिँ तिलहरी लिएको छु। हजुरले पनि आफ्नो प्रोडक्ट अनुसार लिन सक्नुहुन्छ। त्यसपछि चाहिँ नेम, तिलहरीको नाम चाहिँ मैले माइली तिलहरी राखेको छु, माइली तिलहरी। त्यसपछि चाहिँ प्रोडक्ट कोड हजुरले आफ्नो प्रोडक्ट कोड जेनेरेट गरेर चाहिँ आफै राख्न सक्नुहुन्छ। अनि नेट वेट इन तोला पनि राख्न सक्नुहुन्छ हजुरको प्रोडक्ट अनुसार। यहाँ हजुरले नेट वेट राख्ने बित्तिकै चाहिँ यहाँ ग्राममा कन्भर्ट हुन्छ। नेट वेट ग्राममा अनि ग्रस वेटमा आफै कन्भर्ट भएको हुन्छ। हजुरले यहाँ वेस्टेज राख्न सक्नुहुन्छ। मैले हजुरलाई यहाँ डेमोको लागि 6 राखेको छु। मेकिङ चार्ज राख्न सक्नुहुन्छ। मैले 2000 राखेको छु। स्टोन वेट भनेको चाहिँ त्यहाँ कुनै प्रकारको स्टोनहरू युज भएको छ भने चाहिँ हजुरले राख्न सक्नुहुन्छ। यदि छैन भने चाहिँ हजुरले 00 राखेर सबमिट गर्न सक्नुहुन्छ। D1 पिस प्राइस भनेको चाहिँ यदि डायमन्ड छ भने चाहिँ डायमन्डको प्राइस र वेट राख्न सक्नुहुन्छ। त्यसै गरी हजुरले यहाँ अरू प्रोडक्टहरू पनि एड गर्न सक्नुहुन्छ। 20 क्यारेटमा बन्ने प्रोडक्टहरू मैले यहाँ छड्के तिलहरी राखेको छु। यसरी नै मैले प्रोडक्ट कोड, नेट वेट इन तोला, वेस्टेज, मेकिङ चार्जहरू राखेको छु। हजुरले पनि आफ्नो प्रोडक्ट अनुसारको राख्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले स्टोन वेट राखेको छु, स्टोन प्राइस, अनि D1 वेट डायमन्डमा चाहिँ 00 राखिदिएको छु। अनि हजुरले सबमिट गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ हजुरले रेडिमेड प्रोडक्टहरू हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरको प्रोडक्टहरूलाई म्यानेज गर्न सक्नुहुन्छ। हामीले हाम्रो प्रोडक्टको इमेजहरू पनि राख्न सक्छौँ, एड इमेज। मैले चाहिँ यहाँ माइली तिलहरीको इमेज चाहिँ राखेको छु। यसरी नै हजुरले आफ्नो प्रोडक्टहरूको इमेज अपलोड गर्न सक्नुहुन्छ। यसरी नै छड्के तिलहरीको पनि मैले इमेज अपलोडको डेमो देखाउँदैछु। यो चाहिँ हाम्रो रेडिमेड प्रोडक्ट्सहरू हो। हाम्रो रेडिमेड प्रोडक्ट्सहरूको बारकोड पनि जेनेरेट भइसकेको छ। अब चाहिँ मैले हजुरलाई हाम्रो प्रोडक्टहरू कसरी बेच्ने भनेर देखाउन गइरहेको छु। कुनै पनि प्रोडक्ट्स बेच्नको लागि चाहिँ सुरुमा हामीलाई कस्टमर चाहिन्छ। त्यसैले अब चाहिँ हामीले कस्टमरलाई एड गर्नुपर्ने हुन्छ। कस्टमर एड गर्न चाहिँ हामी कस्टमरमा
जानुपर्छ। त्यसपछि एड न्यू कस्टमर क्लिक गर्नुहोस्। यहाँ चाहिँ हामीले कस्टमरको नाम एड गर्नुपर्ने हुन्छ। यहाँ चाहिँ मैले कस्टमर नेम कीर्ति अर्याल लिएको छु। उहाँको एड्रेस पनि इन्ट्री गरिसकेको छु। त्यसै गरी फोन नम्बर पनि एड गर्नुपर्छ अनि इमेल पनि राख्न सक्नुहुन्छ। यहाँ डेट अफ बर्थ अनि एनिभर्सरी डेट अनि प्यान नम्बर चाहिँ अप्सनल छ। हजुरले यसलाई इन्ट्री गर्न पनि सक्नुहुन्छ। यसरी नै हजुरले आफ्नो कस्टमरहरूको डाटा इन्ट्री गरेर चाहिँ सेभ कस्टमर डाटा क्लिक गर्नुहोस्। यो चाहिँ हाम्रो कस्टमर म्यानेजमेन्टको ड्यासबोर्ड हो। यहाँ चाहिँ हामीले सबै कस्टमरहरूको डिटेल्सहरू हेर्न सक्छौँ। अब चाहिँ हामीले हाम्रो प्रोडक्ट बेच्न सिकौँ। त्यसको लागि चाहिँ म रेडिमेड प्रोडक्ट्समा गएको छु। सपोज अब हाम्रो कस्टमरलाई माइली तिलरी मन पर्यो। माइली तिलरीको हामीले बारकोड कपी गर्नुपर्छ। बारकोडलाई कपी गर्नुहोस्। अब चाहिँ हामी बिल बनाउनतर्फ लागौँ। सुरुमा बिलिङ अप्सनमा जानुहोस्। बिलिङ अप्सनको रेडिमेड सेल्समा जानुहोस्। त्यसपछि चाहिँ हामीले कसलाई बेच्ने हो, हामीले कस्टमर कीर्ति अर्याललाई बेच्नेछौँ। त्यसैले कीर्ति अर्याल सर्च गर्नुहोस्। यसरी हजुरले कीर्ति अर्यालले डिमान्ड गर्नुभएको ज्वेलरीको बारकोड इन्ट्री गर्नुहोस्। इन्ट्री गरिसकेपछि चाहिँ सर्च गर्नुहोस्। यसरी हाम्रो प्रोडक्ट अनि प्रोडक्टको प्राइजहरू इन्ट्री हुन्छ। हजुरले यहाँ देख्न सक्नुहुन्छ। यदि कस्टमरले बिल बनाएकै बेलामा पे गर्नुहुन्छ भने चाहिँ हजुरले प्राइज इन्ट्री गर्न सक्नुहुन्छ। यदि छैन भने चाहिँ त्यतिकै बिल सेभ गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो प्रोडक्टको बिल हो। अब चाहिँ हामी रिसिप्ट एड गर्नुपर्छ। त्यसको लागि सुरुमा एकाउन्टमा जानुहोस्। एकाउन्टमा एड रिसिप्टमा जानुहोस्। त्यसपछि चाहिँ हजुरले यहाँ 3 प्रकारको पेमेन्ट मेथड देख्न सक्नुहुन्छ। क्यास, चेक, ब्याङ्क ट्रान्सफर। अब कस्टमरले कुन मेथडबाट पेमेन्ट गर्नुहुन्छ त्यो चाहिँ सिलेक्ट गर्नुहोस्। अनि त्यसपछि चाहिँ कस्टमरको नाम सर्च गर्नुहोस्। कस्टमरको नामसँगै पैसा कति तिर्नुपर्ने हो भनेर चाहिँ देखाएको हुन्छ। त्यसपछि चाहिँ पेमेन्ट डेट इन्ट्री गर्नुहोस्। त्यसपछि कस्टमरले कति एमाउन्ट पे गर्दै हुनुहुन्छ एमाउन्ट पनि इन्ट्री गर्नुहोस्। त्यसपछि डिटेल्स राखिदिनुहोस्। मैले चाहिँ डेमोको लागि क्यास इन ह्यान्ड राखिदिएको छु। त्यसपछि सेभ रिसिप्ट गर्नुहोस्। यसरी चाहिँ हजुरले पेमेन्ट रिसिप्ट पनि जेनेरेट गर्न सक्नुहुन्छ अनि यो बिल चाहिँ यो रिसिप्ट चाहिँ कस्टमरलाई दिन सक्नुहुन्छ। अब चाहिँ हामी लेजर हेरौँ। लेजरमा चाहिँ हाम्रो कस्टमर्सहरूको डिटेल्सहरू हुन्छ। त्यसैले हाम्रो कस्टमर कृति अर्यालकोमा गएको छु म। यहाँ हजुरले देख्न सक्नुहुन्छ उहाँले कति पैसा तिर्नुभयो अनि कति पैसा ड्यू छ भनेर चाहिँ हजुरले यहाँबाट डिटेल्सहरू हेर्न सक्नुहुन्छ। आजको लागि यति नै। यदि हजुरलाई केही प्रब्लम छ भने कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। थ्याङ्क यू।